आज म बाँकुको सिन्की बनाएको भिडियो देखाउँदै छु हजुरहरूलाई। जङ्गलबाट ल्याएको बाँको यति लिएको थिएँ मैले। अर्कान दिन यसरी घाममा सुकाएँ, एकछिन यसरी सुकाएँ, ओइलाउनु पर्छ। अनि बल्देर कुकुरले बोरामा राखेर बोरामा यसरी कुट्नु भएको, त्यसले चिलाउँछ। अनि मैले चाहिँ हातमा ग्लोभ्स लाएर यसरी कुटेँ। कति गाह्रो हुन्छ, धेरै हातमा तेल लगाउनु पर्छ, नभए त चिलाएर कस्तो बनाउँछ। अनि कहिले लट्ठीले कुट्ने गरे, केले कुट्ने गरे, गाह्रो हुन्छ। अनि यसलाई कुटिसकेपछि मैले हातमा ग्लोभ्स लाएर अनि निचरे, यसरी निचरे। अनि मैले निचरेको भिडियो चाहिँ बनाएन, किनभने हातमा ग्लोभ्स लगाएको थियो। जङ्गल गएको म भिडियो देखाउँछु बाँको टिप्न। हामी 5 जना गएको थियौँ। अनि कुहिरो लागेर पानी त आएन खासै। अनि कुहिरो लागेर कस्तो भएको थियो, गाह्रो भयो जङ्गलमा हिँड्नलाई। कता किरा आउँछ जस्तो सबै अलिकति अवस्था, सबै यस्तो डर लाग्ने। अँधेरो गरो, कता किरा आउँछ जस्तो बाको यस्तो अवस्था। सबै कुहिरो आएर अँधेरो, हेर्नुहोस् त अवस्था यस्तो छ। यसरी साथीहरू कता जानुभयो, म एक्लै छु। धेरै गाह्रो भएको थियो खासै। पहिला काटिसकेको रहेछन् कि बाँको, मान्छेहरू गइराख्ने भएर होला, केही पनि थिएन। अलि हल्का थोरै थोरै थियो, सानसाना थियो। अनि त्यही पनि ओरादेखि परसम्म हिँडेर डुलेर अनि थोरै लिएर आएको थियौँ। यस्तरी गाह्रो हुन्छ जङ्गलमा बाँको टिप्नलाई। टिप्न जान त्यत्तिकै गाह्रो, बनाउन त्यत्तिकै गाह्रो, खान मात्रै मिठो हुन्छ खै। त्यसपछि हामी जम्मा भएर खाजा खान लाग्यो। यहाँ फुपा हाँस्दै हुनुहुन्छ। अनि खाजा खाइसकेर पोका पारेर सामानहरू अब हिँड्न लाग्यो हामी ओह्रालोमा। सबैजनाले आफ्नो बारी बोकेर ओह्रालोमा झर्दैछौँ हामी। झरिसकेपछि यसरी बनाएँ। अनि डब्बामा राखेँ। डब्बामा राखिसकेपछि प्लास्टिकले बेरेको थिएँ। अनि कति 7 दिन पछि बल्ल डब्बामा घाममा सुकाउने, अनि भित्र राख्ने, अनि फेरि घाममा सुकाउने गरेर कति 7 दिनपछि मैले निकालेको थिएँ। अनि यसरी निकालिसकेपछि के अरे त्यो नाङ्लोमा राखेर उसका राखेर खनाएँ। सबै खनाइसकेपछि यस्तो पहेँलो भएको थियो, खनाएँ। अनि त्यो पहिल्यै उस गर्ने बेलामा, थिच्ने बेलामा चाहिँ त्यो लामो लामो नै हुन्छ कि अलि कोक्काउँछ, त्यसले के अरे चिलाउँछ, कोक्काउँछ नि चिलाउँछ भनेर त्यस्तै लामै राखेको थिएँ। अनि निकालेर मैले फेरि सबै खनाइसकेपछि फेरि लामो थियो नि त। अनि पछि सुकेपछि फेरि झ्याउ हुन्छ भनेर अनि मैले नानीलाई कैँची ल्याउ त छोरो भनेर अनि कैँची मगाएँ। अनि कैँचीले फेरि यसरी लामोलाई यसरी टुक्रा पारेर काटिदिएँ कि सजिलो हुन्छ। पहिल्यै आलैमा काटिदियो भने सजिलो हुन्छ, सुकेपछि अहिले काट्न गाह्रो हुन्छ भनेर यसरी झुन्डाउँदै कैँचीले मसिना टुक्रा बनाएँ। अनि सुक्न छिटो सुक्छ कि यसरी बनायो भने। सबै काटेर टुक्रा बनाइदिएँ मैले बल्ल। अनि पछि यसरी काटिसकेपछि मैले घाममा सुकाएँ सिन्कीलाई। यसरी पातलो बनाएर सुकाएँ। अनि धेरै त थिएन, अनि धेरै पातलो भयो भने छिटो सुक्ला भनेर यसरी सुकाएर अनि भिडियो खिचेको। अनि लास्टमा थोरै भयो, यति जम्मा डब्बामा 1 पाउ जति छ होला। 2-3 दिन 4 दिन दुःख गरेको जम्मा यति हो। सिन्की बनाउन गाह्रो छ।